साथीहरू आज चाहिँ बितेको मेरो समय बाल्यकालको अवस्थाहरू याद आएर मैले चाहिँ आज पुरानो स्टाइलको बन्दुक बनाइरहेको छु। अनि यो चाहिँ हाम्रो बरपराले बेच्ने प्याटा प्याटा जस्तो हो। हाम्रो पालामा हामी यही खेल्थ्यौँ। अनि त्यस पछाडि अब यो म बजाएर गरेर देखाउन गइरहेको छु। मेरो भाइले चाहिँ मलाई सहयोग गरेर क्यामेराले मेरो फोटो खिचिदिन्छ र म यो दुईटै चिज बजाउँछु है त। ल यो चाहिँ यसरी बजाउनु चटपटेवालाहरूले त्यतिखेर बजाएर आउँथ्यो बर बेच्नेहरू। अनि हामी उयोले बजाएको बाजा जस्तै हामी यसरी बजाउँथ्यौँ। तपाईँहरू कसरी बजाउनु भएको यस्तो खालको बाजाहरू हेर्नुहोस् है। अनि त्यतिखेर हामी बाल्यकालमा खेल्दाखेरिको यो चाहिँ हाम्रो बन्दुक हेर्नु है। हाम्रो बन्दुक त्यतिखेर हाम्रो पालामा खेलाउने बन्दुक किन्ने पैसा नहुँदाखेरि हामी चाहिँ आर्टिफिसियल हाम्रो आमा बाउहरूले चाहिँ यसरी बनाएर दिनुहुन्थ्यो। अनि हामी चाहिँ यस्तरी पड्काउँथ्यौँ है त्यतिखेर। तपाईँहरू कहिले देख्नु भएको छ है यो खालको बन्दुक। यदि तपाईँहरूलाई चाहिन्छ भने हामीसँग मलाई सपोर्ट गर्नु होला। म तपाईँलाई यो खालको बन्दुक देखाइदिन्छु। ल बाई।